म कति सक्छु यति ल बोल्नु भएको अब हेर्नु त अब आमा छोरीको पालो भन्दैछु त म सक्दिनँ पुगो के मलाई कता पुगो भोलि बिहान टोइलेट पनि त जानु पर्यो सोच्नु पर्यो नि अलिकति ल किन गरेर खुवाउँछु मैले कति खानु हुँदो रहेछ 50वटा होइन अब एउटा मात्रै एउटा मात्रै चाहिँ अब भगवानलाई चढाउने भनेको सबभन्दा पहिला उहाँलाई चढाउनु पर्छ भगवानलाई होइन कि उहाँलाई चढाउनु पर्छ सबभन्दा पहिला यहाँ पानीपुरीको मसला बन्दैछ यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ भान्जीले ऊ हेर्न त खाएको हे भगवान यहाँ छ तिमीहरूलाई त्यहाँ देख्दैछु म यहीँ बसेर खान्छु बासेले थोर राखिदिन्छु गाली अझै गाली दिने हो तो गाइस पानीपुरी बनाउँदैछौँ हामीले चाहिँ आज होइन आज नास्तामा पानीपुरी खाने रे यता यति बन्दैछ यति बनिसक्यो अनि यता यति बनिसक्यो यति बनिसक्यो बनाउँदै हुनुहुन्छ भान्जीले चाहिँ होइन दिदीले चाहिँ मसला बनाइसक्नुभयो त्यसपछि म चाहिँ हेरिरहेको छु खानालाई हजुर कतिवटा बनाउनु भयो पानीपुरी कति छ बाँकी थोरै भयो बाँकी त हुँदैन गाइस यहाँ पानीपुरी यहाँनिर पानीपुरी भइसकेको छ दिदी हुनुहुन्छ भान्जालाई के लिन पठाइराख्नु भएको छ होइन यहाँ खाना स्टार्ट भइसक्यो सबभन्दा पहिले बनाउने बित्तिकै खाना स्टार्ट हुन्छ गाइस यहाँको चाहिँ सबभन्दा पहिल्यै भगवानलाई चढाउने भनेको सबभन्दा पहिला उहाँलाई चढाउनु पर्छ भगवानलाई होइन कि उहाँलाई चढाउनु पर्छ सबभन्दा पहिला यहाँ हाम्रो घरमध्येमा चढाउने भनेको उहाँलाई हो चढाइसक्नु भयो भगवानलाई चढाइसक्नु भयो अनि यो दिदीको अनुहार चाहिँ फ्ल्यास लाइट बालेर पनि अझ उज्यालो भएन गाली अझै गाली दिने हो गाइस आजको दिउँसोको चाहिँ नास्ता आइयो अनि दिदीले चाहिँ अनि यो सबै खाइसक्नुहुन्छ एक्लै ए नि के गर्ने त्यो हालेर त्यो उसले उ गरेको देख्नुभयो होला के अरे पसलमा बनाएको त उ गरेर त्यो राखेको देख्नुभयो होला होइन तर घरमा चाहिँ के हो त्यो बिग्रिएर फुटेर हाल्ने हो त्यसले होइन अब अहिले चाहिँ किन हाल्नु भयो त त्यसमा ल भन्नुहोस् त होइन बिग्रेर फुटेर हालेको हो त्यो चाहिँ त्यसमा चाहिँ होइन अनि हजुरले चाहिँ किन हाल्नु भयो थाहा छ त्यो मिठो त्यस्तै राम्रो मिठो हुन्छ भनेर चाहिँ हाल्नु भएको अरे त्यसरी अब कस्तो कस्तो फ्राई गर्नुभएको छ भान्जी मसला चाहिँ यहाँ छ रेडी अनि पानी चाहिँ उ गर्नु परेन पानी बनाउनु परेन पानीको मसला त्यहाँ चाहिँ भान्जा राजाले खाँदै हुनुहुन्छ त गाइस आजको चाहिँ पानीपुरी खाने चलिरहेछ सबै भान्जीले पानी ल्याएर आइसक्नुभयो अब ढोका लगाइदिनुहोस् होइन रिस फेरि नाकको टुप्पामा छ होइन दिदीलाई रिस मात्रै उठ्छ त पानी पनि ल्याउन बित्तिकै खाइसक्नुभयो पानी अलिक ठुलो भाँडा चाहियो है पुग्ने गरी ठुलो भाँडा पनि चाहियो चिसो पानी पनि आइसक्यो गाइस अनि अब खान लाग्नु भएको छ मान्छे चाहिँ भान्जादेखि मम्मी रिसाउनु भएको छ होइन यता हेर्नुहोस् त हाँस्नुहोस् त मम्मी रिसाउनु भइरहेछ भान्जादेखि चाहिँ होइन स्टार्ट भइसक्नु भयो फेरि दोस्रो भगवान दोस्रोचोटि चाहिँ यहाँ चाहिँ खाँदै हुनुहुन्छ दिदीले चाहिँ त्यो मसलालाई जति चलायो भने दिदी त्यो मिठो हुँदैन क्या त्यति नै हो
हुने भनेको अमिलो कहाँ अमिलो के को अमिलो अमिलो त्यसमै हुन्छ क्या त पानीमा हुन्छ यहाँ त कहाँ राख्ने हो र त्यसमा ऊ त्यसमा चाहिँ पानी अनि पानी चाहिँ के कहाँबाट ल्याउने त्यसमा हाल्ने पानी पानी चिसो पानी हाल्छ नि त पानी हाल्नुहोस् त सबै चिसो पानी मात्रै हाल्ने त्यसमा अलिक खानालाई राख्नु न अलिकति हुँ? पानीपुरीको मसला बन्दैछ यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ भान्जीले ऊ ऊ हेर न त खाएको हे भगवान् बनाउनुभन्दा धेरै पहिले नै खाइसकाउनु भयो होइन त्यो पनि हो त्यो अमिलो हो त्यो चाहिँ अमिलो बाबा बा धेरै नै हाल्नु बाफ्रे अन्त प्याज प्याज त्यहाँ रहेछ पानीपुरीको मसला सेम बजारको जस्तै बनाउनु भएको त्यसलाई चटपटेवाली चाहिँ चटपटेवाली बन्नु पऱ्यो रे भान्जीलाई चाहिँ अब ठेला लगेर टक्क राखिदिने हो भान्जीलाई पानीपुरी बेच्नुहुन्छ चट्ट पाराले होइन भन्छ के हेर्नुहोस् है अब सबभन्दा धेरै खाइरहनु भएको छ तो गाइस आज पानीपुरी दिउँसोको नास्ता चाहिँ थियो होइन त्यसैले अब पानीपुरी खाँदैछौँ अहिले चाहिँ हाम्रो चाहिँ सब टोटल अब यहाँ चाहिँ सबभन्दा पहिला पानीपुरी खानुहुन्छ कतिवटा अहिलेसम्म 20वटा खाइसक्नु भयो होइन तर अरूले कसैले पनि एउटा पनि खाएको छैन 20-25वटा खाइसक्नु भयो यहाँ चाहिँ यहाँ छ तिमीहरूलाई त्यहाँ देख्दैछु खै म यहीँ बसेर खान्छु बासेले थोर राखिदिन्छु गाइस मैले पानीपुरी खाएन भनेर रिसाउनुहुन्छ होइन पुगो के मलाई कता पुगो भोलि बिहान टोइलेट पनि त जानु पर्यो सोच्नु पर्यो नि अलिकति अब उहाँ जानुहुन्छ जानु त होइन जानु परेन अनि यत्रो धेरै आउँछ बाँकी छ अरे फेरि यो सबै खाइसकाउनु पर्यो र के सक्छ तिनीहरूलाई कम पऱ्यो जस्तो छ थपिदिनु न तिनीहरूलाई थपिदिनु त भयो पुग्यो थपकै थप खाऊ थपेर अमिलो होइन पानी मलाई जति भने छोडे हुन्छ ल ठिक छ ल है भान्ज भिडियो बनाउनु म खुवाउँछु भान्जीलाई कति खानु हुँदो रहेछ होइन कति खानु हुँदो रहेछ म खुवाउँछु ल भिडियो गर्न है गिन्ती गरेर खुवाउँछु मैले कति खानु हुँदो रहेछ 50वटा होइन ए भान्जा टेन्सन नगर्नुहोस् कि हजुरलाई नि हुन्छ पानी मारौँ न खाएर
खानु कति खानु रहेछ म चेक गर्छु कतिसम्म जाँदो रहेछ त्यो पेटमा हेरौँ 8 अँ 6 पानी फिर मत राजा ना 5 7 8 आगे कति त पनि चावल खाना नखान लागेको यहाँ आफू नखानला यसलाई मात्रै खाइदिए 8 भयो भर्खरै 8 मा रोक्नु न 8 9 छिटो छिटो ल 10 10 11 मिठो गएर तल लग्नु न 12 आज गयो कि गयो वाह पुग्यो अझै दुईटी अझै तिनवटा खानु के अझ एउटा मात्र मेरो तर्फबाट एउटा मात्र मेरो तर्फबाट सुरुबाट गर्न सयटा खाइयो एउटा मेरो तर्फबाट सुरुबाट गएको कति खानु सुरुबाट त पुग्यो होला सायद 12 वटा पुग्यो एउटा मात्रै अब एउटा मात्रै यहाँ भुइँमा जानु पोखरेको भित्र हामीले मात्र सँगै थियो एउटा मात्रै अब एउटा मात्रै चाहिँ अब एउटा मात्रै एउटा मात्रै ल दिदीलाई अब कति खानुहुन्छ दिदीले भान्जीको ट्राई गरेँ होइन अब दिदीले पनि खानुहुन्छ ल चिपुरीलाई ट्राई गर्छौँ ल अब यता बस र त्यहाँ बस भान्जाको पालो भान्जाको ल म अगाडि छिटो ल म त सक्दिनँ के तेरो पुत्र त मलाई यहाँ अब हेर्नु त अब आमा छोरीको पालो भन्दैछु त म सक्दिनँ हाल्दिनँ गफै अनि ल म कति सक्छु यति ल बोल्नु भएको त्यही सरको के मिलेन फ्रेन्डले दुईटा यस्तो गरेर खानु पर्छ नि हुन्छ दिउँ कसलाई हजुरलाई म त पाऊ म त म त खान्न सकिरहेको अझै 4-5 खुलाइदिनु तेरो मन भरेर हुन्छ मेरो मन भरेन हजुरको मन भरेर हुन्छ र मेरो मन भरिनु परेन भनेर मैले सुख पाउँछु र मलाई सानो पारा अनि सुख पाउँछु इक्जाम्पल मात्रै दिएको मैले म त पाउँदिनँ नि सक्दिनँ क्या दिदी भात आएर होइन केही नै एउटा मात्रै छ एउटा यही मात्रै सानो खाइदिनु न फेरि मैले खाएको बेला त्यहाँ अन्त राखिदिनु मैले चिपुरीलाई खुवाउँछु क्या परेन अझै राखिदिनु होला गर्ने खाऊ त्यता दिएर नि अनिसेर कम परेछ है कम गरिदिनु भयो अब त्यत्रो खाएर पनि ल कति त्यही पनि भयो नि त भयो अब खै त्यो टोकन लिएर अनिसेर राख्नु एउटा त भरि त्यही पनि भयो भयो